देशमा सधैँ शहीदहरूको नामले शीतलता ताप्यौँ हामीले। देशले हरेक मोडमा बलिदान नै माग्यो। हाम्रा शहीदहरूको योगदान पढ्दा चाखलाग्दो मान्थ्यौँ। आज ती हातमा बन्दुक बोक्ने, नियम बोक्ने, कानुन बोक्नेले आज ती हातमा देशका झन्डा बोक्ने, कापी बोक्ने, कलम बोक्नेलाई सानो बनाए। हामी त भई मान्छे झै सानो, हामीलाई त मागे खाने बनाए। हामीले मागेको पनि एकै मानौ, हामीलाई त घाँस देऊ, एकै मुठी मात्रै भए पनि सास देऊ भन्दै न्याय माग्न मन्दिर आएकालाई मन्दिरैबाट निधारै ताकी हानी पठाए। हिजो वीरहरूले दिएको बलिदानको कहानी कथा सुन्दा गर्व लाग्दो, आजको त्यो आँखै अगाडिको व्यथा कहाली लाग्दो थियो। हामीले गीता लेख्यौँ, शान्तिको दियो बाल्ने सीता देख्यौँ, बुद्ध जन्मिएको देश भन्दै लेख्यौँ। वीर भद्रको गाथा अनि वीर गोर्खालीको कथाले संसारले नै गुणगान गायो, सम्मान पायो। देशले परिवर्तनको अर्को सुनौलो मोड लियो, तर हिजोको त्यो बलिदान निकै कहाली लाग्दो थियो। देशको इतिहासको हरेक पानामा सुनौलो अक्षरले लेखिनेछ, गुणगान गाउनेछौँ र सुनाउनेछौँ। माघ 16 को सम्झनामा शहीदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अनि सम्मान छ।